साथीहरू फिलहाल चाहिँ म लु पसलमा आइपुगेँ हो, दोकानमा र बसिरहेको छु। यहाँ चाहिँ सब्जीवाला भैया पनि छ है। हरियो सागहरू मजा मजाको सब्जीहरू ल्याउनुहुन्छ भैयाले चाहिँ। के गर्नु साथीहरू, परदेशको जग्गामा होइन कामहरू गरेर खानै पर्यो। गरम फेरि यस्तो छ दिल्लीमा, गरम पुरा चढेको छ साथीहरू। के गर्नु, काम गरेर नै अब खानुपर्छ परदेशको जग्गामा होइन। ल साथीहरू, उस्तै जिन्दगी चलिरहेछ मेरो चाहिँ। तपाईँहरूको चाहिँ कस्तो प्रकारले चल्दैछ भन्नु होला। सब्जीहरू छ यो कगडी सागहरू राम्रो छ, भैयाले राम्रो ल्याउँछ सब्जी। भैयाले बिक्री गर्नु, तपाईँहरूलाई पनि चाहियो भने आउनु होला भैयाको पसलमा।